हेलो गाइस, वेलकम टु माई न्यू ब्लग एन्ड न्यू भिडियो। सबैलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा हैन। सबैजनाले हाम्रो लास्टसम्म हेरिदिनु होला ब्लग चाहिँ। यो चाहिँ भुराबारीहरूले के बनाइरहेछन् हेर, देखाउँछु यो बनाएर। यहरूले बनाएको चिज चाहिँ अब हामी चाहिँ कहाँ जाने हो भने चाहिँ यहाँबाट देखिँदैन, नहर साइडतिर जान्छ। नहर साइडतिर हामीहरू टक्क लाएर ब्लग त्यहीँ बनाउँछौँ अनि त्यहीँ जानुपर्छ। सब देखाउने छ हामी त्यहाँ गएको सबजनालाई। अहिले भेटौँलाई। हामी चाहिँ नहरको आसपासमा पुगिसकेका छौँ है। त्यो चाहिँ हाम्रो नयाँ पानटाङ्गी बन्दैछ है, त्यतातिर साइड चाहिँ हाम्रो देखेको छैन होला, तर नजिक जाने टाइम छैन हाम्रो। नहरको आसपास पुगिसकेका छौँ। नहर पुग्न चाहिँ अब थोरै छ है, थोरै। यता भुराबारी ग्याङहरू यता त गाले एउटै उच्चे छ, एउटा उच्चे। हामीहरू तीनजना मिलेर चाहिँ नहर घुम्न गइरहेको छौँ हामी आज। म जान्ने हो क्या नहरमा। कालु भाइ, तिमी केही भन्न चाहन्छौ यता? म त के भन्न चाहन्न, हजुर ब्लग गरौँ। ट्युसन त्यसलाई चाहिँ फाइट भएको थियो, त्यही भएर हामीले राम्रोसँग ब्लग बनाउन पाएनौँ। किनभने चाहिँ ब्लग बनाइदियो त हाम्रो त त्यहाँ खटिया खडा गरिदिन्थ्यो तिनीहरूले, त्यही भएर हामीले त्यता ब्लग बनाउन पाएनौँ। अब नहरको आसपाससँग हेर्नुहोस्, नहरको आसपास पुगिसकेको थोरै छ। अब 2-3 मिनटमा पुग्यौँ हामीहरू। अहिले भेटौँ। फाइनली हामी नहर चाहिँ पुगिसकेका छौँ, तर यता नुहाउने भनेर आएको पानी नै रहेन रहेछ कि, पुरै सुक्यो रहेछ पानी। लगभग भनौँ न जङ्गलमा नहरतिर 1-2 महिनापछि आयो क्या, पानी नै छैन। यत्तिको पानी छ, यत्तिको पानीमा के नुहाउने गाइस। जाउँ माथितिर पुगेर आउँला। वेल गर्मी थियो गाइस, यस्तो नुहाउँला सोचेको थियौँ, अब पानी नै सुक्यो रहेछ। अगाडितिर बढ्छौँ, अब अगाडितिर पानी छ कि, पानी छैन भने रिटर्न फर्किनु पर्छ आज हामीहरूले। त्यहाँ हेर्नु सक्नुहुन्छ गाइस, नहरमा चाहिँ पानी नै छैन। यही नहरमा नुहाउने भनेर हामीहरू 3जना चाहिँ। कालु डन, जस्मिन डनिनी, कालु डन, 2जना डनहरू छन्। बच्चासँग हिँडेर छु मैले, साथी नपाएपछि त के गर्ने। उता साइडको खोलामा अगाडिबाट हामी हाइवेबाट अनि चट्टै हुन्छौँ अनि घरसर पुगेर ब्लग बनाउनुपर्छ। कति साइड गिर्छन् बल? अर्को नहरमा उताको अर्को साइड चाहिँ नहरमा चाहिँ होइन, बल चाहिँ लस्टी गिर्छन् कि। हामीहरू त्यहाँ पहिला जान्थ्यौँ खोज्नलाई, आजकल चाहिँ छैन। यो जङ्गल देख्नुमा चाहिँ हामी यो जङ्गलमा चाहिँ चोर्न आउँछौँ है। पहिला आउँथ्यौँ, आजकल आउँदैनौँ। त्यस्तै जङ्गल जाने बाटो छैन मेरोमा आजकल। त्यो खोला देख्नु भएको छ नि, त्यो खोलाबाट चाहिँ हामीहरू अर्को पारी अर्को टोलतिर छिर्छौँ। त्यहाँबाट आफ्नो घरतिर जानुपर्छ हामीहरू चाहिँ। यस्तो आजकल त पुरै तारबाट लाग्छन् यता साइडतिर। अब यताबाट तल जान्छौँ हामीहरू चाहिँ। हामी जहाँ मर्ला चाहिँ काले जानुपर्छ। यस्तो छ कि बाटो पुरै, यस्तो बाटोबाट हामीहरू चाहिँ अब उतैमा स्विमिङ हान्ने हो गाइस हामीले। अब सम्झिने पानी छम्किने हेर्नेमा नुहाउने चाहिँ। परको हाइवेमा जाने भनेको थियौँ, तर टाइम पुगेन क्या, त्यो झ्याउलाई नहाने फोड्छ पानी। यताबाट तलबाट यता काटौँ बाटो चाहिँ अर्को साइड निक्लिन्छौँ अब हामी चाहिँ। पानी चाहिँ यति छ हिजो पर अघि हामी त्यहाँबाट आएको, यति टाढा पुगिसकेको छौँ। त्यहाँबाट यसको माथि गर्दै आएको, माथि उता साइडतिर हाइवे छ। हिँड छिटो यताबाट आइज न, ओए यताबाट काले, यताबाट। त्यहाँबाट चाहिँ त्यो काले मर्ने विचार गरिरहेछ आज। निलिसक्यौँ हामी, त्योबाट पारबाट यता आइसकेका छौँ।
छत्री कला होइन बाबु छत्री कला यता साइडतिर चाहिँ हामी यता साइडतिर अब हामी 14 टोलतिर छिर्छौँ 14 टोलबाटै घुम्दै घुम्दै आफ्नो गाउँ बस्तीमा छिर्छौँ कि अब हामीहरू चाहिँ चौधरीको बस्तीमा तारबार लाग्छ क्या हो यता साइडतिर जानु भने तारबार लाग्छ जस्तो लागिरहेछ के हुन्छ है भर्खर हामी 14 टोल चाहिँ साइड छिरिसकेका छौँ हामीहरू चाहिँ यताबाट अगाडि छ नि हाम्रो घर चाहिँ लास्ट टाढा छ क्या त साइडतिर त्यताबाट जान्छौँ अब हामी घर साइड घर गएर अनि भ्लग बनाउने हुन्छ यहाँबाट गाउँतिर केही भ्लग बनाउनु घर गएर भेट्नु लगाएछ अघिलाई झेका थियौँ अहिले चाहिँ हामी त्यसको नजिक आयौँ अघि पानटाङ्गी छ यो चाहिँ पानटाङ्गी हाम्रो बन्दैछ घर नजिक अगाडिको पानटाङ्गी साइडबाट अघि हामी यताबाट माथितिर गाउँ अहिले पानटाङ्गी साइडबाट यताबाट जान्छौँ अब चाहिँ हामीहरू घर पुगिसक्यौँ हेर्न सक्नुहुन्छ घर पुगियो यस्तो लामो बाटो थियो कि के भन्नु यस्तो झ्याउ लाएर यता चाहिँ भुराबारीहरू के गर्न लाग्छन् खै अब चाहिँ हामीहरू मस्तले त्योपाटी मेवापाटी हान्दैछौँ गाइज ल खाउन त गाइजहरू यो गरेर होइन कसरी खान्छ देखाइदिएको त गाइज यो गरेर गाइज यो खान्छ कुकुर तिमी तिनीहरूले एउटा लाटे दिन्छु को लाटे के उतार्न पनि फाला छ सबै सिकाउनु भयो जिन्दगी चाहिँ खाने चाहिँ सबै खाना अब भिडियो बनाएको थियौँ चोरीको भिडियो नि बनाएको थियौँ कहाँबाट अब काटेको क्या त्यो भएर यति हो गुच्ची खाने त्यसलाई पनि मन पऱ्यो त्यो पनि चुइगयो यति मेवा सकिन्छ अनि अहिले बनाउँछु यसपछि भलक खानु दिनु पर्यो खाने पर्फेक्ट लाग्दै